हेलो नमस्ते सबैजनालाई है र म आज चाहिँ एउटा यस्तो भिडियो लिएर आएको छु है। मलाई स्पेसली मलाई पनि एकदमै मन पर्यो यो जुन रिसोर्ट छ है। अन्त यसको नाम चाहिँ छ सुनगाबा रिसोर्ट सुनगाबा रिसोर्ट र यो चाहिँ छ ताबाकोसीमा है। अन्त यहाँ चाहिँ कस्तो छ भनेदेखिलाई हैन, बिचमा बाटो त्यहाँबाट होला हैन, रिभर साइड हैन, त्यहाँबाट चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् न चटक्क कस्तो मजाको जग्गा रहेछ है। यो चाहिँ रहेछ सुनगाबा रिसोर्ट। तपाईँहरूलाई यो भित्र देखाउँछु है। यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदो रहेछ। अन्त यो चाहिँ मेरो गाडी भयो है। अन्त उहाँ चाहिँ आउँदै गरेको चाहिँ सर हो। अन्त यहाँनिर चाहिँ सानो सानो कटेजहरू रहेछ है। जग्गा हेर्नुहोस् न एकदमै दामी। अनि यहाँ पनि के चाहिँ बनिँदो रहेछ, सायद कटेजहरू नै बनिन्छ होला है। अन्त यता पनि बनिँदो रहेछ। अन्त यो चाहिँ सर हो। यहाँ चाहिँ कटेजहरू मजाको लहरै रहेछ तिन होइन। म तपाईँलाई टाढोबाट देखाएको छु हो। हेर्नुहोस् न कस्तो दामी रहेछ। अन्त यहाँ चाहिँ छ डगी अचिंतो बंदोपाध्याय फ्रॉम कलकत्ता। सो उनको ही लेके आया हूँ मैं अभी। सर कैसा लगा यहाँ पे? Very pleasant, very beautiful. What can I say? I'm actually spellbound. ओके थ्याङ्क यू सर। तो सरहरू चाहिँ यहाँ बस्नु भएको छ यो कटेजमा होइन। ओके यस्तो कटेजहरू है, सानो सानो कटेजहरू दामी टाइपको। यहाँनिर फुलहरू है साइडमा मजाको फुलेको है। हेलो मैम। तो ये हाउस तो काफी अच्छा है, बहुत ही क्लीन है। फ्लोर्स आर वेरी क्लीन एंड द बेड्स एंड एवरीथिंग इज क्लीन। बहुत साफ है और बहुत कंफर्टेबल है। अच्छा यहाँ का जो वेदर कैसा है? वेदर भी बहुत अच्छा है। कैसा लगा? बारिश होती है कभी नहीं होती है, लेकिन ओवरऑल प्लेजेंट मॉडरेट है, अच्छा है। सर कुछ बोलना चाहते हैं इसके बारे में? और क्या बोला, पहले ही बोल दिया। Actually this is I'm feeling very pleasant weather and everything. A little bit hot weather, but I'm feeling good right now. Thank you sir. And this environment is really fantastic. र हामी चाहिँ यहाँभित्र आइसकेको छौँ है। यो चाहिँ बाथरुमहरू हो। यहाँ चाहिँ बस्ने जग्गा है, मजाको रहेछ। अन्त मजाको रहेछ यो पनि। र अब तपाईँहरूलाई लाँदैछु म माथिल्लोपट्टि। वाउ यहाँनिर चाहिँ एउटा एक्स्ट्रा बेड है। एकदमै क्लिन रहेछ है, एकदमै दामी लाग्यो मलाई चाहिँ। र गाइज म चाहिँ यहाँ किचन एरियामा है, यो चाहिँ माथि पनि रुम रहेछ। अन्त यहाँ चाहिँ अब गेस्टहरूले खाना खान्छ है। यहाँनिर सानो माछाको खोला पनि रहेछ है। र अब गेस्टहरू खाना खाँदैछ है। मैले चाहिँ मलाई पनि खा भनेको म त खाइनँ, किनभने मैले त पहिले उघि नै सिमानामा खाएर आएको। अन्त त्यति हो। यहाँ चाहिँ त्यस्तो रहेछ है। मलाई भिडियो बनाउनु मन लाग्यो यहाँको चाहिँ, त्यो भएर मैले भिडियो बनाएको होइन। तपाईँहरूलाई के कस्तो लाग्छ यसो कमेन्टमा भन्नुहोस्।
हेर्नुहोस् न रुम मतलब कटेजहरू एकदमै अब युनिक डिजाइनको होइन रहेछ। र त्यति भन्दै आजको यो सानो मिनी ब्लगलाई यति नै समाप्त गर्न चाहन्छु। थ्याङ्क यू है। अन्त अब मेरो नयाँ भिडियो पनि आउँदैछ, त्यो भिडियोको लागि म अलिकति प्रिपरेसन गर्दैछु नि त। किनभने अस्ति कमेन्टमा कतिजनाले भन्नुहुन्थ्यो तिमी खुलेर बात गर्दैनौ क्यामेरामा, डराउँछौ तिमी भनेर त्यस्तो कमेन्टहरू थियो होइन। म त्यही अब प्र्याक्टिस गर्दैछु। अब यो त म कुनै प्रोफेसनल त होइन, र म त्यस्तो प्रोफेसनल त होइन है, तर पनि आइएम ट्राइङ माई बेस्ट है। अन्त अब त्यस्तो हुन्छ नि त, अब त्यो गाडी चलाएको जस्तो होइन नि त होइन, पुरै त्यो उयो भएको जस्तो होइन नि त। अब होइन अब क्यामेरा फेस गर्नु नै अब एउटा ठुलो कुरो हो होइन। के अब कमेन्टहरू आउँछ त्यस्तै आउँछ, त्यस्तोहरूलाई पनि अब त्यो नेगेटिभ त लिनु भएन नि त। र अब म अब त्यस्तो नेगेटिभ लिएर पनि त भएन है। अब त्यसलाई नै हामीले चाहिँ पोजिटिभ लिएर चाहिँ अगाडि बढ्नुपर्छ र गर्दैछु होइन। अब जति सक्दो अब मैले प्रयास गर्दैछु अब आफ्नो है बोलीलाई सुधार्ने, आफ्नो स्पिकिङलाई अब अलिकति राम्रो बनाउने होइन, त्यही हो। र गाइस ल यहाँ चाहिँ एउटा सानो नजारा यहाँबाट देखाइदिन्छु त। र देखिहाल्नु भयो। र त्यति भन्दै आजको यो सानो ब्लगलाई यतिमा समाप्त गर्न चाहन्छु। थ्याङ्क यू। अन्त मेरो भिडियोमा कमेन्ट, लाइक अन्त सेयर गरिदिनुहोस्, नभुलिनु होला। थ्याङ्क यू, बाई।